welcome back to my channel again after a long time. आज चाहिँ मेरो छोरोको बर्थडे हो। कति रोइरहेछ। 1 year कम्प्लिट भयो। अनि हामी चाहिँ आज गणेश मन्दिर जाँदैछौँ। बाबुलाई गणेश मन्दिर दर्शन गराउन टाढोको। अनि यहाँ चाहिँ भगवान हुनुहुन्छ बाबुको लागि पूजा गर्नको लागि। अनि मेरो छोरी 1 year को भयो। ए माइजू यहाँ माइजू चाहिँ चितवनबाट आउनुभएको छोरोको लागि। जन्माएर हामीले सबै गरेको हामीहरू बाबुको बर्थडेमा नआउने कुरा हुन्छ त भनेर को छ यति लक्की। राति 3 बजे आउनुभएको 7 बजे आइपुग्नु भयो। सानो सानो यता हेर आज दुर्गा आमा आउनुभएको छ नि घर है। हजुर ए यहाँ गीता दिदी नै हुनुहुन्छ घरमा। Happy birthday. यहाँ चाहिँ माइतीको बहिनीले बजाएर बाबुलाई विस गर्दै हुनुहुन्छ। लाजा चाहिँ रमाइलो के गर्छ। गीता दिदी थ्याङ्क यू सो मच। ब्लग गरिरहेको छु मैले भिडियो बनाइरहेको हुन्छ दिदी। यहाँ चाहिँ माइतीले अब घरमा पूजा गरेर जाने भन्दै हुनुहुन्छ। अनि यहाँ चाहिँ हाम्रो बाबु सानी सानी सानो आमाले के गर्नुभयो त? के गर्नुभएको छ नि आमाले भनिदिएको त? बाबुको खुसी थियो। अब हामी चाहिँ गणेश मन्दिर जानको लागि रेडी गणेश यहाँ बाबुले हो। भयो अलिकति हल्का आइसहरू लगाउनु भयो। हामी हल्का त्यहाँनिर हेर्छ बाबुले दर्शन गरेर चाहिँ हामी फर्किन्छ। त्यसपछि हुन्छ हाम्रो राति बर्थडे पार्टी हुन्छ है। अनि केक काटौँ न खाँदा सँगै बसेर रमाइलो गरौँ न। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु नि फेरि झ्याउला र स्किप गर्ने होइन नि। म चाहिँ यहाँनिर फलफुल लिइरहेको छु। सो माइजू र बाबु चाहिँ उता हुनुहुन्छ। यस्तो पानी परेछ त्यही पनि यस्तो भिड छ पानी परेछ। हामी चाहिँ यता पूजा गर्न आएको छौँ। मैले चाहिँ फलफुल बोकेँ। माइजू आशीर्वाद दिनुभयो। अनि दर्शन गरेर हामी चाहिँ दर्शन गरेर घर जाँदैछौँ। अनि त्यसपछि अब बल्ल केक काट्ने बेलुका रमाइलो गर्ने है माइजू। कति राम्रोसँग दर्शन भयो गुरुले
गुरुले पुरै रियाद कार्की भनेर नै सबैलाई भनिदिनु भयो। यहाँ भजन कीर्तनहरू भइरहेको छ, कतिजना हुनुहुन्छ त्यहाँ, एकदम फिलिङ। त्यही हो, मेरो छोरो चाहिँ यहीँ। साना आमा गर न, टोला छिनिनी तै। यो जमुना दी अनि दुईटा भाइहरू पनि आएको छ। हामी चाहिँ रेडी भयौँ, अब टिकटक टक्क बनाउँछु। मेरो ड्रेस अप, मेरो गेटअप। ओके, यहाँ चाहिँ श्रियान हाई गर्दो, से हाई हाई। ऊ हो दिदीको छोरा एउटा, अनि एउटा यहाँ शशाङ्क, यहाँ रिया पुरै शशाङ्क आएर हेलो। अनि त्यसपछि माइजूले चाहिँ यहाँ ड्रेस रेडी हुँदै हुनुहुन्छ। अब हामी चाहिँ उतै रेस्टुरेन्टमा गएर भेट हुन्छ ल। हामी चाहिँ डेस्टिनेसनमा आइपुगिसके। छोरी खै ल, हामी चाहिँ आइसक्यौँ। श्रियान ल जाम है अब। सो अब रमाइलो गर्नुपर्छ। यहाँ चाहिँ दिदी पनि आइसक्नुभयो। अब ठुलो दिदीलाई वेट गरिरहेको हो, अनि अरू सबैजना आउँदै हुनुहुन्छ। अनि हामी चाहिँ केक काट्न रेडी छौँ। कतिको एक्साइटेड हुनुहुन्छ? एकदम। युरिया हेलो भनिदेऊ। त्यहाँनिर पुरै लुकी लुकी क्यान्डी क्रस खाइरहेको छ नि युरियलले चाहिँ। हामी आइपुग्यौँ है। यस्तो राम्रो डेकोरेसन। थ्याङ्क यू सो मच सुभाष दाई। कस्तो राम्रो रहेछ। मैले एक्सपेक्ट गरेको थिइनँ यस्तो राम्रो हुन्छ भनेर। यहीँ मेरो छोरोको लागि पुरै यहाँ सुभाष दाईले स्पेसल बनाइदिँदै हुन्छ है। हो यस्तै हो दाई, थ्याङ्क यू सो मच। बेस्ट बार्बिक्यू हाउस होइन त? लोकेसन पनि भनिदिनु दाई। रेडी हुँदैछ। अपनों का प्यार क्या कहना, मिले हम छलक उठा खुशी का खुदा क्या कहना, खिले खिले चेहरे से आज घर है मेरा गुल गुलजार क्या कहना, खिले खिले चेहरे से आज घर है मेरा गुल गुलजार क्या कहना, ऐ दिल लाया है बहार अपनों का प्यार क्या कहना, तिमी मैजुन तारा देखे, तिमी मै संसार सारा देखे, तिमी मै न्यानो माया भेटे, तिमी मै घाम छाया। लाइभ आएको